वडा सदस्य आदरणीय काका महेन्द्र मेहताज्यू, त्यसै गरी उपस्थित पूर्व वडा अध्यक्ष केदार विष्टज्यू, त्यसै गरी उपस्थित तपहिमुल कुरान मदरसाका अब्दुल रजाकज्यू, तपसी मुल कुरानका विदेश अध्यक्ष रहमान मंसूरीज्यू, त्यसै गरी मोहन मावि जनता मावि र भगवान राम प्राविबाट पाल्नुभएका आदरणीय गुरुहरू र व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजेन्द्र पासवानज्यू लगायत पूर्व अध्यक्ष सदस्य र यसै स्कुललाई माया गरेर आजको कार्यक्रममा पाल्नु भएका सम्पूर्ण बुद्धिजीवी अगुवा समाजसेवी काका काकी बुवा आमा हजुरहरुमा र साना भाइ बहिनीहरुमा म महेन्द्र खर्तेको तर्फबाट सम्पूर्णलाई नमस्कार अभिवादन गर्न चाहन्छु। अहिले भर्खरै सामाजिक प्रतिवेदन हामीले सुन्यौं र तपाईहरुले पनि सुन्नुभयो। यो विद्यालयको हक हितमा कुनै पनि राम्रो काम भएको छैन। न हामीसँग राम्रा भवन छन्, न हाम्रासँग राम्रा टिनका छाना छन्, न यहाँका अब खेल मैदान छन्। अहिले भर्खरै यसै स्कुलका हेड सर भोजराजज्यूले भनिसक्नुभयो, तपाईहरुले सुनिसक्नुभयो। हामीले यो ठाउँबाट, यो तपोभूमि 11 नम्बर वडाबाट यो समाज परिवर्तन गर्नको निम्ति हामीले सरकारहरू धेरै बनायौं र जति हामी किसानका, शिक्षाका, रोजगारका, घाँस बाँस कपासका कुरा गर्छौं सबैको ताला चाबी भनेको यहाँको स्थानीय सरकार हो। र यहाँको सरकार हामीले अभिभावक मात्रै होइन र सरकार बनाउनेमा जुन अहम भूमिका हामीले निभाउँदै आएका छौं, ती सरकारहरूले हेर्नुपर्ने यो विद्यालय, यो हरबा चरबा विद्यालयलाई आज के अवस्थामा पुर्याएको छ। यहाँका बुद्धिजीवी, यहाँका चाहिँ राजनीतिक दलहरूले भन्ने कुरो तपाईहरुले अवगत गर्नुभयो। यो सामाजिक प्रतिवेदनले बताइसकेको छ। यसै गरी 81 सालमा यहाँनिर चाहिँ नगरकै पिता बडा क्षेत्र नगरपालिकाका मेयर साहब रमेश कार्कीज्यू आएर यो चाहिँ स्कुलको निरीक्षण गर्दाखेरि यो वाल साँच्चै जीर्ण छन्, यहाँ वाल हामी बनाउनलाई तपाई 250 विद्यार्थी पुर्याउनुस्, हामीले 5 लाख रुपियाँ बजेट तपाईहरुलाई दिन्छौं भनेर स्कुलको हेड सर लगायत सम्पूर्ण अभिभावकको अगाडि बाचा गरेर जानुभयो। यस्तो मेयर साहब जो अब यहाँका स्थानीय सरकार हुन्, प्रमुख हुन्, सरकारले हामीसँग चाहिँ यो झुक्क्याउने, झुट बोल्ने, ठग्ने प्रविधि आज निर्माण भएको छ। यो हरबार चरबार के हामी भोट बैंक मात्रै हो? हाम्रो बच्चाको भविष्यसँग खेलवाड गर्नलाई हामीले उहाँले चाहिँ कुर्सी दिएका हौं। उहाँहरूको कार्यकाल 3 वर्ष भएको छ र अहिलेसम्म हामीलाई ठोस रूपमा कुनै एउटा कार्यक्रम ल्याइदिनु भएको छैन। र यहाँका वडा अध्यक्ष जसलाई हामीले निर्वाचित गरेर पठायौं, उहाँहरूले हात्ती 2 पल्ट 3 पल्ट यो स्कुलमा आउँदाखेरि अनुगमन गर्न आउनुभयो र मुख लुकाएर आउनुभयो, मुख लुकाएर जानुभयो। त्यस्तै सरकार हामीले चाहिएको हो। हामी गरिब यो हरबा चरबाको छोराछोरीलाई, छोराछोरी माथि यो दुर्व्यवहार गर्न मिल्छ? त्यति यो कुरालाई तपाईहरुले मनन गर्नुस्। आज शिक्षा शाखाका प्रमुख उत्तम भारतीज्यू र जनता माविका हेड सर आदरणीय मेरो गुरु पनि हुनुहुन्छ। उहाँको कार्यकाल पनि सकिँदैछ। तपाईहरुसँग जुन नगरपालिकाको पारस्परिक सम्बन्ध छ, कम से कम यो हरबा चरबाको छोराछोरीको लागि तपाईहरु सोचिदिनुस्। तपाईहरु यहाँको योजनाको बारेमा कम से कम त्यहाँ बोल्दिनुस्। नगरसभा हुन्छन्, टेबुल ठठाइदिनुस्। हामीलाई पक्की भवन छैन, हामीलाई यो चाहिँ टिनको छानामा चाहिँ पानी पर्दाखेरि बच्चाहरू लुक्नु पर्ने अवस्था छ। कक्षा कोठाको अवस्था जीर्ण छन्, ती भित्र सर्प आउँछन्। यस्ता यस्ता समस्याले गर्दिरहेका छन् यहाँको अभिभावक, यहाँको बच्चा र आफ्नो जीव जानको पर्वाह नगरी घाम पानी असिना नभनी यहाँका हाम्रा गुरुबाहरू, गुरुआमाहरूले जुन यहाँ योगदान पुर्याइराख्नु भएको छ, उहाँहरूलाई पनि म नमन गर्न चाहन्छु। यति दुःख र कष्ट तपाईहरुको आँखै अगाडि सबै थोक छ। मैले धेरै भनिराख्नु पर्दैन र सामाजिक प्रतिवेदन पनि हामीले सुनिसक्यौं। अब चुप लागेर यो मेयर टोलको मान्छे बस्दैन। यो कुरो यही कार्यक्रम मार्फत नगर प्रमुख र स्थानीय वडा अध्यक्षलाई म भन्न चाहन्छु, तपाईहरुले हामीलाई विभेद
गर्नुभएको छ यो विभेद बन्द गर्नुहोस्। यो हिटलरको जमाना होइन, यो रावणले अहंकारी गरेको समय होइन। तपाईहरूको कार्यकाल 3 वर्ष पुगिसक्यो। अब फेरि पनि तपाईहरू यो समाजमा मुख देखाउन चाहनुहुन्छ भने तपाईहरूले यो समाजलाई, यहाँको बच्चालाई दुर्व्यवहार गर्न पाउनुहुन्न। तपाईहरू होशियार हुनुहोस् र तपाईहरूले बोलेको वाचा कमसेकम पूरा गर्नुहोस्। हामीले धेरै कुरा मागेका छैनौँ। अरू स्कुलमा तपाईहरू प्राविधिक शिक्षा हासिल गर्नलाई ठुला ठुला भवन दिनुभयो। पाठ्य त्यो हिसाबको एउटा चाहिँ घर भवन प्रत्येक वार्डलाई तपाईहरूले बनाइदिनु भयो। हामीले 4 कोठे भवन पनि दिन सक्नुहुन्न। अरबौंको बजेट निर्माण गर्दै गर्दा के हामी यो भूगोलको मान्छे होइन? हाम्रो चाहिँ भोटबाट यहाँको सरकार बनेको होइन। हामीले यहाँको सरकारलाई यो हर्वा चर्वा विद्यालयलाई विद्यालय बनाउन नपाउने, कति हामी दान दक्षिणा उठाएर मुस्लिम फन्डहरू ल्याएर यहाँ हामी कार्यक्रम गर्ने। हामीसँग बजेट छैन भने त्यो कुरा भनिदिनु पर्यो। होइन भने अरबका बजेट प्रस्तुत गर्ने, नगर सभामा चाहिँ भाषण गर्ने र हामीलाई दिने बेलामा केही पनि नदिने, यो विभेद किन? यो धनजित आधारभूत विद्यालय 45 सालमा हाम्रा महापुरुष धनजित शाह लगायत उहाँको परिवारहरूले 150 किता नम्बरको 5 कठा जग्गा दिएर स्कुल सञ्चालन गर्नु भएको छ। उहाँ परिवारप्रति र रामेश्वर स्वर्गीय रामेश्वरज्यूलाई पनि म आज सम्झिन चाहन्छु। उहाँ नभएको भए आज हामी यसरी बच्चा पढाउन पाउँदैन थियौँ। हाम्रा चाहिँ बच्चाहरूको पठन पाठनको लागि यति मान्छे भेला हुँदैन थियो। ती परिवारहरूलाई पनि म सम्झिँदै उहाँहरूको हरेक मनोकामना इच्छा आकांक्षाहरू पूरा होस्, म अभिभावकको तर्फबाट उहाँहरूलाई म सम्झिन चाहे। र त्यसै गरी अब यो विद्यालय व्यवस्थापन समितिका कुरा पनि छन् आजको बैठकमा। आदरणीय काका काकी बुवा आमाहरू, यो हरवा चरवाको बच्चाहरू मात्रै पढेको हुनाले हामी हरवा चरवा मिलेर यो स्कुललाई कसरी चाहिँ हामी अब उन्नतितिर लाग्न सक्छौं। यहाँको सरकारले गरेको दुर्व्यवहार हामीले देखिसक्यौं। 2टा स्थानीय सरकार हामीले खेप्ने क्रममा छौं र हामीलाई ठोस निकास यो स्कुलको चाहिँ टिनको छाना फेर्ने सवालमा, यहाँको चाहिँ स्कुल बनाउने सवालमा, यहाँको बच्चाहरूको अवस्था हेर्नुहोस्। यस्तो शीतलहरीको बेलामा पनि कसैको खुट्टामा चप्पल छैन, कसैको ज्याकेट छैन। यस्ता गरिब गुरुवाहरूमाथि चाहिँ जुन दुर्व्यवहार गरेको छ यो सरकारले, उहाँहरूप्रति ध्यान आकर्षण म गराउन चाहन्छु। र फेरि पनि म उत्तम सर मार्फत, शिक्षा शाखा प्रमुख मार्फत र प्रहरू जति आउनु भएको छ, यो अभिभावकको तर्फबाट म बिन्ती गर्छु, हजुरहरूले कम से कम मेयर साहब निदाइराख्नु भएको छ, उहाँलाई कम से कम घचघचाइदिनुहोस्। हामीले धेरै कुरा केही पनि मागेको छैन। हामीले न जग्गा मागेको छ, न चामल मागेको छ। हाम्रो बच्चा पढ्ने वातावरण बनाइदिनुहोस् बाबा, हाम्रो माग त्यो हो। हामी दिन रात आफ्नै कर कमलबाट हामीले नै दाता चन्दाहरू सहयोग गरेर यहाँ बनाएको स्कुल। हामीले अस्ति भर्खरै यहाँ चाहिँ अब कल गरायौं, छात्रवृत्ति कोष स्थापना गर्यौं र हाम्रो पैसाले के गर्नु? 2-4 हजार यो गरिब दुखी श्रमजीवी वर्गले दिएर स्कुल बन्ने हो। त्यसले गर्दा नीति निर्माणमा बस्ने जति पनि सरहरू हुनुहुन्छ उहाँहरूले एकचोटि यो धनजित स्कुल हवा चलाएको छ, तपाईहरू आवाज उठाइदिनुहोस्। अभिभावकको तर्फबाट मेरो बिन्ती छ। यति भन्दै लास्टमा अब यो विविसा व्यवस्थापन समितिको अहम भूमिका हुन्छ। हेर्नुहोस्, यो स्कुल बनाउने सवालमा, अब चाहिँ बजेट ल्याउने सवालमा तपाईहरू चाहिँ बुद्धिजीवी समाजसेवीबाट हामी अब सम्पूर्ण यहाँका चाहिँ अभिभावकहरू बसेर कुनै पनि द्वन्द्वमा नजाने गरी हामी एउटा समिति निर्माण गर्छौं र त्यो समितिलाई हामीले चाहिँ यी सब समस्याहरूको जिम्मा दिन्छौं र यी समस्या कसरी समाधान हुन्छ र कोसँग डिस्कसिङ गर्नुपर्छ ती कुराहरूको जिम्मा दिएर आज हामी जान्छौं। कोही पनि नआत्तिनु होला, नजानु होला। हाम्रो लडाई हामी नै लड्ने हो। यहाँको सरकारलाई जति खबरदारी गरे पनि उहाँ निदाउनु भएको छ। उहाँलाई झकझकाउने, उहाँलाई जगाउने काम हामी अभिभावकको हो। यदि उहाँ जाग्नुहुन्न भने हाम्रो बच्चा हामी नगरपालिकामै लगेर पढाउने व्यवस्था बनाइदिन्छौँ। फेरि हामी मेयर टोलको मान्छेलाई पनि तपाईहरूले कमसेकम भावनासँग खेल्ने काम नगर्नुहोस्।
यति भन्दै यो समिति चुस्त दुरुस्त बन्छ त्यति आशा भरोसा राख्दै मेरो शब्दहरू विराम गर्छु। धन्यवाद, नमस्कार।